नमस्कार सबैजनालाई म विनिता म आज फेरि अर्को एउटा इम्पोर्टेन्ट टपिक लिएर तपाईँहरूमा आज उपस्थित भइ नै सकेको छु। आजको टपिक चाहिँ एकदमै इन्ट्रेस्टिङ छ। यो हो स्यालेरी त आयो तर 3 दिनमै स्यालेरी खतम, कहाँ गयो अत्तो नै छैन। अब यसको मुख्य कारणहरू के हो र यसलाई कसरी फिक्स गर्न सकिन्छ भन्ने कुरा चाहिँ म यो भिडियो मार्फत एक्सप्लेन गर्न जाँदैछु। अब स्यालेरी आउने बित्तिकै स्क्विज क्यास स्क्विज हुनुको मेन कारणहरू कस्तो हुनसक्छ त मेजर 3टा कारण र यसको सोल्युसन यो भिडियो मार्फत म तपाईँहरूलाई भन्नेछु। वान अफ द मेन रिजन चाहिँ के हुनसक्छ भने अनलाइन सपिङ होइन। पैसा आयो एक्साइटमेन्टमा यो पनि किन्यो त्यो पनि किन्यो, अननेसेसरी 4वटा आइटम किन्यो जुन चाहिँ दराजमा रहि नै राख्छ, नेभर युज्ड होइन। त्यस्तो टाइप अफ एक्सपेन्सेसलाई अब यसलाई फिक्स कसरी गर्ने त भन्ने कुरा, त्यस्तो टाइप अफ एक्सपेन्सेसलाई कट डाउन गर्ने, अनलाइन सपिङलाई लिमिटमा राख्ने। जस्तै कि अब नन इसेन्सियल केही छ भने प्लिज होल्ड फर 24 आवर्स, 24 आवर्ससम्म नन इसेन्सियल नेसेसिटीभन्दा बाहिरको म केही पनि किन्दिनँ भनेर आफूलाई कमिट गर्ने र नकिन्ने पनि। एउटा त यो नै भइहाल्यो। सेकेन्डमा चाहिँ हाम्रो इएमआई अटो पेमेन्ट्स हुन्छ, जुन हामीले अटो गरेर राखेको हुन्छ त्यो वाला हुनसक्छ होइन। अब यसलाई कसरी कन्ट्रोल गर्ने भन्दा इएमआई हाम्रो अटो पेमेन्ट सब्सक्रिप्सन्सलाई सेपरेटली नै राख्ने, एकै ठाउँबाट पैसा काट्ने प्रविधिमा अन चाहिँ नगर्ने, जुन हाम्रो ब्याङ्क एपहरूमा हुन्छ प्रायः होइन। त्यसमा चाहिँ हेर्ने, फलो गर्ने, ट्र्याक गर्ने र सँगसँगै पैसा काटिने सिस्टमलाई चाहिँ अफ गरिदिने होइन। त्यसको सेपरेट बनाउने र सेपरेटली नै पेमेन्ट जाने बनाउने र टाइमली ट्र्याक गर्ने। र थर्ड के हुनसक्छ, थर्डमा चाहिँ हाम्रो स्न्याक्स, डेलिभरी चार्जेस होइन, अननेसेसरी कफी, यो सबै हुनसक्छ। अब यसलाई कसरी रोक्ने, अब यसलाई चाहिँ हामीले 3 versus 4 गर्ने होइन। 3 दिन बाहिर खाए तापनि 4 दिन चाहिँ घरकै खाने भनेर एउटा कन्ट्रोल सिस्टम डेभलप गर्ने र यसलाई हामी कन्ट्रोलमा ल्याउन सकिनेछ। यो थियो 3वटा रिजन जसले गर्दा चाहिँ हजुरको स्यालेरी छिटो सकिन्छ, जसलाई चाहिँ इजिली कन्ट्रोलमा पनि ल्याउन सकिन्छ। आई होप दिस हेल्प्स। थ्याङ्क यू फर वाचिङ।